सो हेलो एभ्रिवान, स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानलमा है। आज चाहिँ मैले के लिएर आएको छु भन्दाखेरि यस्तो दामी सामान लिएर आएको छु है। यो चाहिँ सोनीको एकदमै पुरानो होइन धेरै वर्ष पुरानो चाहिँ क्यासेट हो होइन। एकदमै पुरानो, एकदमै रेयर है। सो आज चाहिँ यसको बारेमा हल्का केही अब हुन्छ नि, यसलाई टेस्ट गरेर होइन, यो कस्तो खालको है, धेरै पुरानो, त्यत्रो वर्ष पुरानो भए पनि होइन, यो अब अहिलेसम्म काम गरिरहेछ भन्दाखेरि अब कतिको टिक्ने रहेछ त भनेर होइन, यहाँबाट थाहा हुन्छ। सो यो चाहिँ सोनीको हो होइन, सोनीको चाहिँ सिडी प्लेयर होइन, सिडी प्लस चाहिँ क्यासेट हो होइन। सिडी क्यासेट चाहिँ होइन, सिडी चाहिँ म्युजिक सुन्ने चाहिँ एउटा स्पिकर सिस्टम हो होइन, सानो मिनी के भन्छ होइन। अनि यो चाहिँ छुट्टै हो है, यो बेस चाहिँ छुट्टै हो होइन सोनीको, अनि यो छुट्टै हो, यो तिनवटा होइन। सो आज चाहिँ हामी यो दुईटालाई चाहिँ के अरे मिक्स गरेर होइन, कम्बिनेसन सेट बनाएर चाहिँ टेस्ट गर्न जाँदैछु ल, कस्तो आउँछ साउन्ड होइन। अब यसबाट खासै बेस चाहिँ खासै आउँदैन, तर यसको मिड र हाई हुन्छ नि, क्लियरिटी हुन्छ नि, त्यो चाहिँ एकदम राम्रो आउँछ होइन, एकदम राम्रो आउँछ कि यसबाट होइन। सो यो बेसको लागि चाहिँ यस्तो स्पिकरहरू खासै हुँदैन है, यसबाट चाहिँ खासै बेस आउँदैन भनौँ न। यसबाट आउने भनेको मिड र हाई हो है, तर एकदम क्लियरिटी चाहिँ एकदम राम्रो आउँछ होइन। सो देख्न सक्नुहुन्छ दुईवटा स्पिकर छ साइडको, लेफ्ट राइट प्लस, अनि यो सिडी प्लेयर भयो, अनि प्लस अनि यो सबवुफर छ हामीसँग होइन। सो आज हामी टेस्ट गर्न जानेछौँ है। मैले अघि पनि भने है, यो चाहिँ सायद यो अब धेरै वर्ष म जन्मेको भन्दा नि अगाडिदेखिको होला कि यो होइन। त्यत्रो वर्ष हुँदा पनि बिग्रेको चाहिँ छैन कि है। सो जापानको इलेक्ट्रोनिकमा चाहिँ त्यति भरोसा गर्न सकिन्छ है। सो एकदम सामानहरू चाहिँ एकदम टिकाउ हुन्छ होइन। सो अब हामी चाहिँ टेस्ट गर्न जाँदैछौँ ल। पहिला सुरु अब हुन्छ नि, यहाँ चाहिँ लाइन कनेक्सन गर्छौँ होइन, लाइन कनेक्सन गर्छौँ, छुट्टा छुट्टै हो है। अब यसको कनेक्सन चाहिँ एकचोटि हामी पछाडिबाट नि देखाउँछु ल म। अब यसलाई चाहिँ हामी ल, यसको यो लेफ्ट र राइट भनेको हुन्छ होइन। सो ल, लेफ्ट र राइटको चाहिँ कनेक्सन भयो है, यति हो, यसको यति हो, यो दुईवटा मात्रै होइन। सबवुफरमा जोड्नलाई चाहिँ हामीलाई छुट्टै एउटा हुन्छ नि, छुट्टै वायर चाहिन्छ है। त्यो वायर चाहिँ यसको वायर चाहिन्छ। सो यसको लागि चाहिँ यहाँ जोडेर होइन। अब अहिले चाहिँ हामी यो जुन यो छ नि ब्लुटुथबाट बजाउन जाँदैछौँ है। सो त्यही भएर सो गाइस, अब यसलाई चाहिँ हामी यो अगाडिको चाहिँ यो अक्स इनमा हाल्छौँ होइन, त्यसपछि यो अन गर्छौँ, अनि यो सबवुफरलाई अन गर्छौँ होइन। अनि तपाईँको ब्लुटुथमा चाहिँ आइसक्यो है, ब्लुटुथमा चाहिँ पावर आइसक्यो ल। ब्लुटुथ चाहिँ कनेक्सन गरेर अनि त्यसपछि गीत बजाउँछौँ है, कस्तो हुन्छ कस्तो सुन्छ है गाइस। भिडियो चाहिँ अलिकति लामो हुन्छ गाइस। सो हाम्रो चाहिँ ब्लुटुथ कनेक्सन भइसक्यो होइन। अब म गीत बजाउन जाँदैछु ल। सो कहाँ गयो गाइस ल है, कुन गीत बजाउँ ल गाइस। ल गीत बजाएँ मैले, कस्तो आउँछ साउन्ड गाइस। ल बजिसक्यो है। बजिसक्यो है। अहिले चाहिँ यो स्पिकर मात्रै बजिरहेको छ है गाइस। यसको यो पनि निकाल होइन। मैले बेस चाहिँ जोडेको छैन गाइस है, बेस जोडेको छैन है। अब बेसलाई चाहिँ बढाउँछु म होइन। ल बेस पनि भइसकेको छ है हाम्रो। हाम्रो बेस
गाइस अलि ठुलो ल गाइस अब बेस बढाउँछु ल पुरै थर्किरहेछ है नेपाली गीत बजाउँछु ल ल गाइज बेस यस्तो दामी आउँछ बेस यस्तो राम्रो आउँछ है बेस यस्तो राम्रो आछ है अनि प्लस क्लियरिटी हुन्छ नि बेस यस्तो राम्रो आछ है हुन त यो बेस छुट्टै हो हैन सोनी अब सोनी भनेको अब त्यसै सोनी भएको होइन है सो चाहिँ सोनीको म्युजिक सिस्टम सोनीको स्पिकरहरू चाहिँ एकदमै हैन एकदमै पपुलर छ हैन सोनीको अब अहिले आएको सोनीको प्रोडक्टहरू हुन्छ नि अब नयाँ नयाँ लेटेस्टहरू हैन त्यो पनि यस्तो राम्रो छ है ल एकछिन साउन्ड सुनौ है क्लियरिटी यस्तो राम्रो छ को जवानी देख मुझे ऐसे म सब उफरको त्यो एकचोटि उ देखाउँछु ल स्पिकर म तपाईहरुलाई नजिकबाट देखाउँछु ल सुन्दैन हैन कस्तो हुन्छ साउन्ड टेस्ट चाहिँ कस्तो लाग्यो यो सोनी स्पिकरको है सो मलाई चाहिँ एकदम दामी लाग्यो है यो रियलमा सुन्न चाहिँ यस्तो दामी छ है अब तपाईहरुले हेडफोनमा सुन्नु भयो भने चाहिँ अलिकति फिल हुन्छ है सो हेडफोनमा भन्दा चाहिँ एकदम रियलमा चाहिँ एकदम बवाल दामी बज्छ है सो देख्न सक्नुहुन्छ यहाँ छ देख्न सक्नुहुन्छ यो चाहिँ सोनीको है एकदमै पुरानो ल गाइज अब कस्तो लाग्यो है कमेन्ट गर्नु होला सो गाइज यस्तै भिडियो हेर्नको लागि चाहिँ हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला है सो यति भन्दै आजको भिडियो चाहिँ यही एन्ड गर्न चाहन्छु है त ल अर्को नेक्स्ट भिडियोमा चाहिँ भेटौँला है त ल गाइज बाइ बाइ